उहाँको यति एउटा लाइनले आफूलाई आफ्नो बाल्यकालमा पुर्याउँछ, जुन हामी आफू विद्यालयमा पढ्दै गर्दा शिक्षकहरूसँग सङ्गत उहाँहरूले दिनुभएको ज्ञान त्यो हासिल गर्दै गरेको क्षणमा प्रत्येकलाई पुर्याउँछ भन्ने मैले आशा राखेको छु। नमस्कार। चलचित्र निर्माण गर्ने एउटा पाटो, सुटिङ गर्ने, एडिटिङ गर्ने एउटा पाटो, लगानी गरिसकेपछि त्यसलाई बनाएर तयार गरिसकेपछि चलचित्र बन्यो। अब त्यो चलचित्र बनेको हो दर्शकका लागि, आफैले बनाएर आफै हेरिँदैन, दर्शकका लागि बनाइन्छ, जहाँ मनोरञ्जनका साथसाथै केही नैतिक शिक्षा पनि दिइन्छ। कसले के लिन्छ, कहाँ के भेट्छ, आफूले जे भेटिन्छ त्यही लिन्छ। गुरुआमाले मनोरञ्जनका साथसाथै केही भन्न खोजेको छ। त्यो शिक्षक, विद्यालय, विद्यार्थी, अभिभावक, समाजलाई सबैलाई केही न केही भन्ने कोसिस गरेको छ। अब त्यहाँबाट कसले के लिन्छ त्यो आफ्नो ठाउँमा छ, तर हामीले बनाएको चलचित्र र दर्शकहरूको माझसम्म पुर्याउने कोशी ढुङ्गाको रूपमा तपाईँहरू सञ्चारकर्मीहरू हुनुहुन्छ, जसले दर्शकहरूलाई हलसम्म गएर यो चलचित्र हेरौँ भन्ने इच्छा जगाउँछ। र त्यो इच्छा जगाउने तपाईँहरूका यी विभिन्न माध्यमहरू, कलम होस्, क्यामेरा होस्, मोबाइल होस्, चाहे जेसुकै होस्, तर सञ्चार माध्यमले जबसम्म कोशी ढुङ्गाको काम गरिँदैन कुनै पनि चलचित्र सफल हुन मुस्किल हुन्छ। त्यसैले हामी विनम्र अनुरोध गर्दछौँ, यो हाम्रो कोसिस हो, यो सामूहिक काम हो। हामी हाम्रो कर्मबाट, हाम्रो धर्म नै के हुन्छ भने समाजलाई केही न केही दिउँ, र समाजलाई केही न केही दिउँ भन्दा यस्तो गहन विषय चाहिँ प्रेमले उठाउनु भयो। मैले उहाँले पहिलोचोटि भन्दा किन बनाउनुहुन्छ, चलेन भने तपाईँलाई घाटा हुन्छ। उहाँले के भन्नुभयो भने होइन, म यो चलचित्र बनाउँछु, यो मेरो ड्रिम प्रोजेक्ट हो, मनोरञ्जनका लागि म म्युजिक भिडियो गर्छु होला, सानो सानो केही कामहरू गर्छु होला, तर यो चाहिँ मेरो आफ्नो कर्मबाट, कलमबाट र मेरो लगानीबाट मैले मेरो देशलाई, मेरो शिक्षा क्षेत्रलाई केही न केही दिनुपर्छ भन्ने उहाँको चाहना र उहाँले लेखेको स्क्रिप्ट पढेर मैले यो धेरैचोटि लेखन पनि भयो, घुम्दै सबैसँग सल्लाह गर्दै गर्नुभयो। संजोगको कुरा के भयो भने चलचित्र क्षेत्रमा मैले पहिलो पाइला टाल्दा गुरुआमै भएर चालेको थिएँ, चलचित्र विश्वास। त्यसमा म आमा थिएन, तर गुरु नै थिएँ। 3 मिनेटको त्यो गीतले मलाई आज यति लामो यात्रा गर्ने हौसला दियो र आज पनि म हिँडिरहेको छु। आशा छ झन्डै लगभग 2 घन्टाको चलचित्रमा म अलि धेरै आएकी छु, गुरुआमाकै रूपमा अलि अगाडि बढ्ने मैले हौसला पाउनेछु। र आदरणीय दर्शकहरूले जसरी विगतका दिनहरूमा मलाई हौसला, अगाडि बढ्ने स्याबासी दिएर, साथ दिएर म यहाँसम्म आएको छु। यहाँभन्दा अगाडि अझै बढ्छु होला भन्ने जस्तो लाग्छ। उमेर चाहिँ घटाउँदिनँ, आफू बढ्दै गएपछि तपाईँहरू चाहिँ मेरो उमेर बन्दै गर्नु होला। धन्यवाद।